नमस्ते एभ्रिवान वेलकम टु माई च्यानल तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। नयाँ हुनुहुन्छ भने तपाईँहरूले मलाई फलो सब्सक्राइब गरिदिनुहोस् होला, लाइक कमेन्ट पनि गरिदिनुहोस् होला। जति पनि पुरानो मेरो भ्युवर्सहरू हुनुहुन्छ है त्यसलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको माया सपोर्ट मलाई धेरै चाहिएको छ होइन। म भिडियोहरू राम्रो राम्रो बनाउँदै गर्छु है। तपाईँहरूले मलाई लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला होइन। अनि राम्रो छ त मेरो अब कतिजना फेसबुकमा मात्रै हुनुहुन्छ त अन्त युट्युबमा पनि गएर यस्तो सब्सक्राइबरहरू त ज्यादा छैन भए पनि सब्सक्राइब गरिदिनुहोस्। यहाँ 2020 छ मेरो युट्युबको च्यानल चाहिँ, त्यहाँ गएर लाइक कमेन्ट गरिदिनुहोस् होला। अब ब्लगलाई अगाडि बढाउनु गइरहेको छु होइन, के हुन्छ कस्तो हुन्छ तपाईँहरूले हेरिदिनुहोस् होला, माया दिनुहोस् होला अनि कमेन्ट पनि राम्रो राम्रो गरिदिनुहोस् होला। बाई बाई। हेलो गाइस, अब हामी चाहिँ के गर्न आँटेको छैन, हामी के गर्न आँटेको नानु केसमा मन्दिरमा होइन। कसले कलर गर्छ, यहाँ कालो भइरहेछ नि, यसलाई लागि कलर गर्नु पर्यो। अब गाइस अहिले चाहिँ हेर्नुहोस् मैले यति लगाइसकेको छु है। अब यहाँ फेरि अर्को लगाउनुपर्छ कलर। यहाँ उसले पनि कलर लगाउँदैछ, हामी मिली लगाउँदैछ कलर चाहिँ गाइस, यहाँ हेर्नुहोस् होला। साह्रो बाक्लो नलगाउ न हौ। हेलो गाइस, अब आपा चाहिँ रङ लगाउँदैछ मन्दिरको लागि। मन्दिर चाहिँ पुरा कालो भइरहेको थियो, हेर्नुहोस् आगोले भरेर। अब पेन्टिङ गर्न सक्यो। अब हामी एकछिनबाट चाहिँ गरिसक्छ अनि भन्छ लस तिमी त मेरो फ्यान कलर गरिसकेर चाहिँ हामीले देखाउँछ तपाईँलाई। कलर गरेर चाहिँ हामीले देखाउँछ तपाईँलाई। हेर्नुहोस् मेरो फ्यान, हेर्नुहोस् मेरो फ्यान, तिम्रो फ्यान चाहिँ उता गएर देखाउ न अन्त। हेर्नुहोस् मेरो फ्यान। ल हेर्नुभयो, देखाउ न फ्यान, देखाउ न फ्यान। खै भएन, अलिक पछाडि गएर हौ। वाउ, सन्यामको फ्यान त दामी रहेछ त हौ। कुन गाइस लास्टमा चाहिँ हेर्नु होला फाइनल लुक्स यस्तो भएको होइन। यतातिर डल्लैमा चाहिँ कलर लगाइसकेर नेक्स्ट डे चाहिँ मेरो बर्थडे थियो। बर्थडेमा चाहिँ बर्थडे मनाउँदैछ सबैजना मिलेर। त्यही हो। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर आपा, ह्याप्पी बर्थडे टु यु। May God bless you. May God bless you. Happy birthday, dear Papa. Happy birthday to you. One hour later. सकेर चाहिँ हामी चाहिँ खाना खान लाग्यो सबैजना मिलेर। बहिनी के खाएको? फिङ्गर चिप्स। ओए कहाँ डल्लै फिङ्गर खाएको? डल्लै नहाला न खाँदैन हौ तिमीले। तेल रहेछ बहिनी म खाउँ है। नुन ल्याउँदा त भाइ नुन नलाले। लिएर आउँदा बहिनीले भात खाएन।
न भोलि फेरि जाँदैन मामा ए मसँग बस्ने ल तिन खेल्दा पिट्ने होइन तरक्कै मिल्ने खालको मजाको भएर मिठो भएछ है सब्जी दामी मेरो मान्छेले खाना ल्याएन होला भने घुमाउने बोलाउनु गाइस खाना खाइसक्यो आजको लागि यति नै ब्लग सी यु इन नेक्स्ट ब्लग बाइ बाइ यहाँनिर बाउ छोरीको सुतेको स्टाइल चाहिँ हेर्नु चाहिँ यहाँनिर सँगै सुति गइसक्यो सोफामै यसरी लडेर सुतिरहेको रहेछ बनाइछ हामी सुतेको त खतरा छ है दुईजनाको सुताइ